यहाँबाट चाहिँ हामी पिच बाटो लगभग सिद्धिन लाग्यो होइन, सिद्धियो भनौँ। यहाँ डबल बाटो छ, माथिबाट गइयो भने हामी चाहिँ पनि पुगिन्छ मनाङ मर्साङदेखिको वारी, तर हामी मर्साङदेखि पारी तरेर जाँदैछौँ। यहाँ पारीपट्टि चाहिँ अलिकति थोरै भने सुरुङ मार्ग छ है, थोरै सुरुङ मार्ग छ। सुरुङ मार्गबाट हामी प्रवेश गर्छौँ र सुरुङको उतापट्टि निस्केर जान्छौँ। यो चाहिँ लमजुङ जिल्ला अन्तर्गतै हो। यो गाधीको हाइड्रो, यहाँ एउटा हाइड्रो पावर छ, त्यो गाधी हाइड्रो पावर भन्छ त गाधी। ल ठ्याक्कै ल हेर्नुहोस् है, यहाँबाट अब सुरुङ मार्ग सुरु भयो। हामी सुरुङ मार्गभित्र प्रवेश गऱ्यौँ है। सुरुङ मार्गभित्र प्रवेश गरेर अगाडि बढ्दैछौँ। यो सुरुङ मार्ग यो पनि एउटा मनाङ जाँदाखेरिको एउटा अनुभव, नयाँ अनुभव तपाईँहरू लिन सक्नुहुन्छ। थोरै भए पनि सुरुङ मार्ग तपाईँहरूले देख्नुहुन्छ, सुरुङ मार्ग हिँड्नुहुन्छ तपाईँहरू है। यो सुरुङ मार्ग थोरै छ, थोरै धेरै लामो छैन, तैपनि एउटा अनुभव, सुरुङ मार्गबाट हिँडेको अनुभव चाहिँ लिन सकिन्छ मनाङ जाँदाखेरि। अर्को उतापट्टि माथिपट्टिको बाटो गयो भने त्यो चाहिँ अनुभव हुँदैन होइन, यो बाटोमा चाहिँ त्यो अनुभव लिन सकिन्छ। र हामी यतापट्टि निस्क्यौँ, सुरुङबाट बाहिर निस्क्यौँ है। ल पारीपट्टि अर्को बाटो छ, त्यो बाटो चाहिँ मर्साङदेखिको पारी नै गएको भए नि हुन्थ्यो हामी, तर यताबाट गयो भने यो सुरुङ पनि देख्ने भइयो। अलि अगाडि गएपछि एउटा झरना छ, आज म त्यो झरनामा पनि छिर्ने विचारमा छु, त्यस कारणले म यो बाटो हिँडिरहेको छु है। बाटो उस्तै छ, पारीको अझै राम्रो होला योभन्दा, जो सुताको नराम्रो छैन, दुइटै बाटो उस्तै छ। फेरि लम्बाइ पनि दूरीको हिसाबले पनि उस्तै हो, दुइटै बाटो उस्तै छ, पारीको र वारीको। यतापट्टि चाहिँ यो हाइड्रो, गाधी हाइड्रोले बनाएको बाटो भयो भने उतापट्टि चाहिँ बेसर चामे सडक खण्ड अन्तर्गतकै बाटो हो त्यो। ल है, हामी यति बेला आइपुग्यौँ, यो ठाउँ हो राम बजार। राम बजार भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ लमजुङकै पार्ट हो है, लमजुङकै राम बजार भन्ने ठाउँ हो। धेरै टाढा आइपुगेका छैनौँ, बल्ल अलिकति मात्रै अगाडि बढेका छौँ लमजुङको सदरमुकामबाट। अब अगाडि बढ्दैछौँ। पैसा हो कि बेलीमा माया हो ठुलो, गुम्जा टारमा रेलीमा मै परे दोधारमा। यहाँ चाहिँ बाटो निर्माण कार्य हुँदै रहेछ है, बाटो निर्माण कार्य हुँदैछ ठाउँ ठाउँमा। यसलाई ओभरटेक गर्नु पऱ्यो है, अब हामी यसलाई ओभरटेक गर्नु पऱ्यो। मौसम अलि खराब होला जस्तो छ है, पानी पर्ला जस्तो भएको छ मौसम साथी हो। पानी पऱ्यो भने त फेरि बिजोकै हुन्छ नि त, त्यस कारणले दायाँ बायाँ धेरै नभुलिकन कुद्नु पर्ने छ अब होइन, दायाँ बायाँ नभुलिकन सरासर कुद्नु पर्ने छ। हामी अझै कम्तीमा 40 किलोमिटर जति चाहिँ अफरोड हिँड्नै छ। 40 किलोमिटर अफरोड हिँड्ने भने त धेरै टाइम लाग्ने कुरा हो नि त, झन्डै 2 घन्टाभन्दा बढी हामी अझै हिँड्नु छ होइन। 20 किलोमिटर हिँड्न 1 घन्टै लाग्छ यस्तो बाटोमा, 40 किलोमिटर हिँड्न 2 घन्टाभन्दा बढी नै लाग्छ। अब 2 घन्टासम्म चाहिँ पानी पर्दैन भने त केही छैन, पानी पर्यो भने चाहिँ फेरि यो बाइकको यात्रा अलिक गाह्रो हुन्छ। त्यस कारणले दायाँ बायाँ नहेरिकन अब कुद्नुपर्छ सररै लाएर।
हे 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 ल यो चाहिँ जगत भन्ने ठाउँ यहाँ चाहिँ एउटा चेकपोस्ट पनि छ र विदेशीहरूको लागि चाहिँ यहाँ इन्ट्री गराएर जानुपर्छ हामी स्वदेशीहरूलाई चाहिँ पर्दैन विदेशीहरूलाई चाहिँ आफ्नो चाहिँ पास देखाएर जानुपर्ने हुन्छ चेकपोस्ट छ यहाँ यो ठाउँ हो जगत ल यति बेला चाहिँ हामी चाहिँ अब च्याम्चे भन्ने ठाउँ लगभग च्याम्चे भन्ने ठाउँ पुग्न लागेका छौँ त्यो चाहिँ लगभग आधा हो बेसी सहरबाट चामेको लगभग आधा सेन्टर हो त्यो चाहिँ त्यहाँ एउटा रमाइलो झरना पनि छ राम्रो झरना पनि छ फल्स बुम झरना म त्यो बुम झरना पनि देखाउँछु हजुरहरूलाई होइन अब हामी च्याम्चे भन्ने ठाउँमा आइपुग्नै लाग्छौँ पुरै डाँडा काँडा घुम्दै बेसी सहरबाट चामेको दूरी लगभग 65 किलोमिटरको आधा दूरी हो यो लगभग आधा भनेपछि करिब 32-33 किलोमिटरको दूरी हामी आइपुग्यौँ यात्रा गरिसक्यौँ होइन अब 32-33 किलोमिटर अब हाम्रो बाँकी छ यहाँनिर चाहिँ एउटा बिसौनी छ यो बिसौनीमा प्रायः मान्छेहरू बेसी सहरबाट हिँडेपछि यहाँ आएर एकछिन रोकिन्छन् यहाँ चिया नास्ता खाने ठाउँ छ यहाँ चिया नास्ता खान्छन् यहाँको झरना छ एउटा रमाइलो यो झरना चाहिँ म हजुरहरूलाई देखाउँदैछु है कति रमाइलो झरना छ ल हेर्नुहोस् यो झरना चाहिँ जो मान्छे मनाङ आउँछ बेसी सहरबाट मनाङ घुम्नको लागि आउँछ मनाङ आउँदाखेरि छुटाउनै नहुने झरना हो यो चाहिँ है ल त्यसपछि यहाँ चाहिँ एउटा झरना छ र अक्टोपस झरना भन्छ यसलाई यसको नाम चाहिँ अक्टोपस झरना हो हामी अक्टोपस झरनालाई पनि एकै मिनट रोकेर तपाईँहरूलाई देखाउँछु म अक्टोपस झरनामा पुगिरहेको छौँ परेको बाटो हो भिरको तल मर्स्याङ्दी नदी छ माथितिर त पर छ पारिसम्म बाटो देखिरहेको छ अलिअलि त्यही डाँडामा उक्लेर जाने हो
ए बहिनी जमुना रहेछ तिमीलाई ठाउँमा नमुना। भिरै भिरको बाटो परै पराको बाटो भए पनि बाटो ठिकै छ, ढलान भएको छ त प्रायः जसो ठाउँमा। हसिलो ठाउँहरूमा चाहिँ ढलान छ, कति ठाउँमा त अफ रोडै छ, गाह्रो छ, तर ढलान छ। ल हेर्नुहोस् त यत्रो ठुलो पहाड काटेर। साथीहरू, सम्पूर्ण मेरा साथीहरू, अहिले चाहिँ ठ्याक्कै तालको भिरमा आइपुग्यौँ हामी। अहिले हामी त्यो माथि देखिएको त्यो ठ्याक्कै मेरो औँलाले देखाइरहेछ त्यो भिरको माथिको बाटोमा जाँदैछौँ। यो मनाङ जाने भनेको चान्चुने बाटोले चाहिँ चान्चुने छातीले चान्चुने जिगरले गइदिएन है। अलि डेन्जरै आँट भएको चाहिँ हुनुपर्छ। आफैले ड्राइभ गरेर, आफैले मोटरसाइकल ड्राइभ गरेर मनाङ जाने कुरा चाहिँ, चान्चुने कुरा चाहिँ छैन। त्यो माथि पहरामा पुगेर त्यो पहरै माथि उक्लेर त्यो देख्नु भएको छ त्यहाँ माथि ठ्याक्कै त्योबाट त्यो डाँडाबाट हामी जाँदैछौँ है। ओके, ल ठ्याक्कै चाहिँ अहिले अब हामी लमजुङ जिल्ला सिधै है। अब मनाङ जिल्ला हामी प्रवेश गऱ्यौँ। मनाङ प्रवेशद्वार नासोङ गाउँपालिका। यो नासोङ गाउँपालिका मनाङको नासोङ गाउँपालिका अन्तर्गत छ। बल्ल मनाङ जिल्ला चाहिँ छिरियो है, मनाङ जिल्ला छिरियो। अब करिब अबको 1 घन्टामा चाहिँ हामी चामे पुग्छौँ है। यहाँबाट करिब 1 घन्टा लाग्छ चामे पुग्नलाई। र यति बेला हामी ठ्याक्कै दानाक्यु भन्ने ठाउँ आइपुगेका छौँ। यो दानाक्यु भन्ने ठाउँ, यो दानाक्यु चाहिँ अब लगभग कटियो र हामी अब तिमाङको उकालो उक्लिँदैछौँ। यसपछि हामी अब तिमाङको उकालोमा पर्ने विभिन्न झरनाहरू हेर्दै जान्छौँ है त। ल हामी चाहिँ यति बेला दानाक्यु भन्ने ठाउँ चाहिँ क्रस गऱ्यौँ है। यो दानाक्यु भन्ने ठाउँ चाहिँ करिब 2200 मिटरको उचाइमा थियो। यहाँबाट अब अलिकति हामी उचाइमा लाग्छौँ। 2200 मिटरबाट हामी माथि तिमाङ भन्ने ठाउँ अब एकदम छिटै हाइट चेन्ज हुँदैछ। माथि चाहिँ तिमाङ करिब 2700-2800 मिटरको हाइटमा छ होइन। 22बाट 2700को हाइटमा अब एकदम ऱ्यापिडली हाइट चेन्ज हुँदैछ। र तिमाङ पुगेपछि चाहिँ बल्ल अलिकति मनाङको भाइब्स आउँछ। त्यहाँ पुगेपछि अलिकति चिसो त यहीँबाट सुरु भइसकेको छ। 2200 मिटर भन्छ, अलिकति चिसो त यहाँ छ भयो नि माथि। अब एकैछिनमा हामी चाहिँ तिमाङ पुग्छौँ। तिमाङ चाहिँ 2700 मिटरको हाइटमा छ। त्यहाँबाट चाहिँ जाडो सुरु हुन्छ, चिसो सुरु हुन्छ। अहिलेसम्म ज्याकेट चाहिएको थिएन भने अब त्यहाँ पुगेपछि ज्याकेट चाहिन्छ। र यहाँनिर यो तिमाङको झरना छ। झरना यो पनि एकदम युनिक छ है यहाँनिर यो ठाउँ पनि। बाटो पनि ल हेर्नुहोस् कस्तो खतरनाक बाटो छ। अझ अहिले त यो छेउछेउमा साइडमा चाहिँ बार हालिदियो चाइनिजहरूले। अलि डर लाग्दो छैन, अलि सुरक्षित जस्तो लाग्छ। नत्र भने पहिला त एकदम खतरा थियो। ल हेर्नुहोस् यस्तो बिचबिचमा यहाँनिर एउटा झरना छ, यो तिमाङको झरना होइन। यस्तो बाटो छ। यो बाटो चाहिँ हामी खतरनाक बाटो मध्येको बाटो भयो है, एकदम डेन्जर बाटो मध्येको बाटो हो। अहिले हामी धेरै माथि पोहराको माथि छौँ। तलपट्टि पोहरा छ, भिर छ। ल वाउ, ल सक, ल हेर्नुहोस् यहाँ पनि एउटा झरना छ है। तपाईँहरूलाई यतातिर फर्काएर यो झरना पनि देखाइदिन्छु। झरना ल हेर्नुहोस् यहाँ एउटा यस्तो झरना छ। यो पनि बाटैमा पर्छ, यो तिमाङको झरना है। अब यसलाई चाहिँ हामी अझै यहाँबाट राम्रोसँग खिच्छौँ।
तिमाङको झरना खिच्नलाई कहाँ जानुपर्छ भन्दा यहाँ ल हेर्नुहोस् यो हो तिमाङको झरना यो पनि बाटैमा छ बाटोमा जाँदा जाँदै भेटिन्छ रमाइलो छ यो झरना पनि ल अब यहाँबाट फेरि अगाडि बढ्दैछौँ हामी है रात लम्बिया लम्बिया परदेसी तेरे मेरे कुछ 2200बाट 2650मा हामी आयौँ अहिले है अब हाइट 2650 भएपछि त जाडो सुरु भयो अब यहाँबाट चाहिँ लगभग जाडो सुरु हुन्छ यो चाहिँ एकदमै बढी पानी पर्ने ठाउँ है यो चाहिँ नेपालको सबभन्दा बढी पानी पर्ने ठाउँ त लुप्ले काँडे भनेर चिनिन्छ होइन त्यस्तै ठाउँ यो पनि हो यो पनि असाध्यै बढी पानी पर्छ एकदमै जतिखेर हेर्दा नि पानी परिरहेको हुन्छ यो ठाउँ तर आज चाहिँ बादल मात्र रहेछ पानी परेको छैन तर अत्याधिक पानी पर्ने ठाउँ मध्येको एउटा ठाउँ हो यो मनाङको तिमाङ है मनाङमा यस्तो हेभी गाडीहरू पनि चल्छन् हामी चाहिँ अब लगभग मनाङको सदरमुकाम चामेको नजिक आइसकेका छौँ है अब धेरै छैन मनाङको सदरमुकाम चामे आउनलाई अब धेरै बाँकी छैन यहाँ हो सदरमुकामको नजिकै पुगिसकेका छु कता भन्ने ठाउँ हो यहाँ चाहिँ हाइडो निर्माण हुँदैछ है त्यो अगाडि देखिएको बजार जुन छ त्यो चाहिँ पोतो हो यो ठाउँको नाम पोतो बजार हो यो अब हामी चामेको करिब नजिक छौँ यो पोतो भनेको चामेबाट बिहान उठेर मर्निङ वाक आउने ठाउँ हो त्यतिकै दूरीको ठाउँ हो यहाँ चाहिँ बिहान उठेर चामेबाट चाहिँ सदरमुकाम चामेबाट बिहान उठेर यहाँसम्म मान्छेहरू मर्निङ वाक पनि आउँछन् भनेको धेरै टाढाको विषय होइन अब यो जम्मा 3-4 किलोमिटरको दूरी हो अब चामेको लागि यो पोतो बजार हो अब अलिअलि चहल पहल मान्छेहरूको यताउता चहल पहल सुरु भयो अब देखिन सुरु भयो है अब मौसम चाहिँ क्लियर खुलेको छैन मौसम क्लियर खुलेको हुन्थ्यो सफा हुन्थ्यो भने यहाँबाट चाहिँ अब माथितिर चाहिँ लमजुङ हिमाल देखिन्थ्यो होइन अब यहाँबाट लमजुङ हिमाल चाहिँ पुरा टोटली दक्षिणमै देखिन्छ लमजुङ हिमाल दक्षिणमा देखिनु हिमाल जब दक्षिणमा देखिन्छ भने त हिमालको पारी त हामी अवश्य आइपुग्यौँ होइन हुन त यहाँबाट चारैतिर हिमाल देखिन्छ पूर्व पश्चिम उत्तर दक्षिण जता हेरे पनि हिमाल मात्रै देखिन्छ अहिले मौसम सफा नभएर हो तैपनि दक्षिणमा हिमाल देख्नु भनेको एउटा सबभन्दा अनौठो चिज हो नेपालको 2टा जिल्लाहरू त्यस्ता छन् मनाङ र मुस्ताङ जसको चाहिँ जहाँबाट दक्षिण साइडमा हिमाल देखिन्छ त्यसकारण यसलाई चाहिँ हिमालपारीको जिल्ला पनि भनिन्छ ए ल यो हो नमस्ते गेट यहाँ लेखेको छ चामे 2670 मिटरको हाइटमा हामी चामे आइपुग्यौँ चामेको गेट हो यो गेटलाई भन्छ नमस्ते गेट अब हामी मनाङ जिल्लाको सदरमुकाम चामे प्रवेश गऱ्यौँ है यहाँबाट सदरमुकाम प्रवेश भयो फाइनल्ली गाइज हामी हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे पुगेका छौँ यो चाहिँ चामे हो यसलाई चाहिँ चामेको नगरपालिका क्षेत्र गाउँपालिका क्षेत्र हो यहाँ अब चामेको चामे गाउँपालिकाको अफिस पनि छ
यहाँ म तपाईँहरूलाई देखाउँदैछु मानेपेमेको ठ्याक्कै यतापट्टि साइडमा चामे गाउँपालिकाको अफिस म देखाउँदैछु। यो हो चामे गाउँपालिकाको अफिस। र ठ्याक्कै यहाँनिर मेरो साथीहरू